सो गाइस हामी पुगिसकेको छौँ हो देख्न सक्नुहुन्छ सो गाइस देख्न सक्नुहुन्छ तपाईहरुले यस्तो छ हो ग्रीन कलरको ट्र्याक्टरसँगले खोइ हेर्न सक्नुहुन्छ तपाईहरुले हो यहाँ चाहिँ यस्तो लुकीको जग्गामा रहेछ यो चाहिँ वेस्ट बेंगल माथि हो जसलाई चाहिँ फुस्रे भनिन्छ र मुडखर्का लेक भनिन्छ हो हेर्न सक्नुहुन्छ यस्तो छ अन्त त्यसको पछाडी चाहिँ स्याटै मजाको छ हेर्न सक्नुहुन्छ ओ माथि आगे आउँदैछ यहाँ माथि हो त्यसो त्यही हो गाइस छिर्देऊ त तिमी ल ऊ डब्लुबी फर्स्ट ऊ चाहिँ उताकै हो डब्लुबीको हो उसको गाउँ अब न्यू खोज्छ होला है हामीलाई सो हामी हाम्रो गाउँमा छ हो हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक अगेन होइन र आजको भ्लग चाहिँ म कहाँदेखि स्टार्ट गर्दैछु भन्दाखेरि चाहिँ यो भ्लग चाहिँ कहाँदेखि हो भन्दाखेरि चाहिँ माथि रिनकदेखि माथि किङस्टोनदेखि अझै माथिदेखि स्टार्ट गर्दैछु र रिनकदेखि किन नगरेको भन्दा सधैँ एउटै ठाउँमा हरेस हुन्छ नि त सो त्यही हो आजको भ्लग चाहिँ के हुनेछ भन्दा चाहिँ हामी चाहिँ एकदम दामी जग्गा जाँदैछौँ कहाँनिर अरे त यो जग्गा चाहिँ उसले भन्छ उसलाई थाहा छ नि फुस्रे हो एच जाँदै गरेको जग्गा कहाँ हो फुस्रे है हजुर दामी जग्गा एकदम उयो छ लेक छ त्यही हो यहाँनिर छ केटाहरू हेलो दोस्त अब जान्छ फुस्रे गएको होइन जान्दा जान्दा बाटोमा गुवाइदिएर सो यहाँ चाहिँ आज्ञा को गएको भन्दा चाहिँ आज्ञा ऊ छोङ भयो हो यहाँनिर बहिनी हुनुहुन्छ र यहाँनिर एकजना यहाँ बहिनी छ एकजना हो अन्त म गएको सो गाइस किप वाचिङ र अब तपाईँहरूलाई म बाटोमा देखाउँछु होइन आरिटार पनि घुम्नेछौँ हामी आरिटारमा पनि देखाउनेछु तपाईँहरूलाई होइन सो त्यो अहिलेको लागि चाहिँ बाई किनकि बेसी गरम भयो नि त होइन गाइस गरम चाहिँ हेब्बी छ तर पनि हामी जाँदैछौँ त्यो गाइस हामी चाहिँ जानु चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ फुस्रे मुखड्का लेक भन्छ त्यसलाई चाहिँ खासैमा चाहिँ सो त्यहीँनिर चाहिँ हामी जाँदैछौँ तपाईँहरूलाई म देखाउँछु होइन त्यो चाहिँ नयाँ जग्गा हो वेस्ट बेङ्गल पर्छ होइन यहाँनिर के भन्छ आरिटारदेखि यस्तो तेर्सो जानुपर्छ सो त्यही हो हामी चाहिँ अहिले आरिटारको धेरै नजिक आइसक्यो होइन किन हिँडेर गएको भनेर सोच्नुहुन्छ होला तपाईँहरूले हो यो बाटो चाहिँ बन्द छ नि त अहिले गाडीहरू कुद्नु पाएको छैन सो त्यही हो त्यही भएर चाहिँ हामी हिँडेर आएको त्यति साह्रो गरिब पनि छैन हामी हो त्यति चाहिँ एफोर्ड गर्न सक्थ्यौँ तर अफसोस केही छैन अब बाटै ब्लक भएपछि त के गर्नु होइन उपाय लागेन होइन आगे के भन्छौ त्यति भाडा तिर्नु सक्छ होला हामी सक्छ नि त सक्छ नि एक्सिडेन्ट भयो सो त्यही हो बाटो ब्लक छ नि त र अब चाहिँ आरिटार भेट्नु आँट्यो तपाईँहरूलाई आरिटारमा देखाउने छु अब आरिटारभित्रै त जानु पाउँदिनँ किनकि हामी चाहिँ मुलुकै गएको हो नि त सो गाइस फाइनली वी आर इन आरिटार र आरिटार चाहिँ मलाई चाहिँ यस्तो छ भनेर याद थिएन मतलब गाडीमा डाइरेक्ट आएको हो सो त्यही हो अब यहाँनिर आरिटारको एन्ट्रेन्समा आइसकेको छौँ हामी हो कहाँ यता आरिटार हो यार वेलकम टु के हो यो दलाप ट्रेन रहेछ यता त सो त्यही हो गाइस कता हो कता भयो सो हामी जानुपर्ने चाहिँ यता जस्तो लाग्दैछ मलाई चाहिँ हो यता चाहिँ लेक रहेछ हो आरिटार लेक र हामी आएको यताबाट र अब चाहिँ हामी जाँदैछौँ यता मुखड्कापट्टि यहाँनिर चाहिँ माने पनि रहेछ हो सो गाइस एकदम गरम चाहिँ यो खालको गरम भइदिरहेछ हो त्यही हो अब तपाईँहरूलाई म पर देखाउने छु बाटोमा होइन चेकपोस्ट पनि छ अरे हो सो तपाईँहरूलाई डाइरेक्ट चेकपोस्टमा देखाउँछु अहिले चाहिँ पुरा थाक्यो बिसाउनु पनि पर्छ हो सो त्यही हो खोइ आगे दोकान दामी हो सो के भन्नु छ दोस्त के भन्नु छ भने आरिटार आइपुग्यो कति बजी हिँडेको बिहान हामी 7:47मा चाहिँ टक्कै 7:47मा हिँडेको गाडी नै बिग्रेर नि त बाटोमा औडेको नदिनु त होला न अब यहाँदेखि त बेसी टाढो छैन उहीँ पर हो दामी छ ठाउँ एक्साइटेड छ सबैजना देखाइदेऊ न बहिनी हरेस भइरहेछ बहिनी मजा आउँदैछ एक्साइटमेन्टले हो ज्यादा
यहाँनिर दुईजना चाहिँ त्यस्तै आउँदैछ उनीहरू चाहिँ बेस्ट ड्यू हो उनीहरू चाहिँ हो डु सो गाइस त्यही हो हेर्दै गर्नुहोस् भ्लग बहादुरको लागि झगडा हुँदैछ हो छु हौ कस्तो चिज हामी चाहिँ अब हाम्रो के भन्छ सिक्किम र बेङ्गालको बोर्डर आइपुग्नु आँट्यो होइन सो हामी जाँदैछौँ यहाँ चाहिँ केटाहरूको चाहिँ के हुँदैछ भन्दा चाहिँ उताले ऐँसालो खोज्दैछ हो सो त्यही गाइस हामी जाँदैछौँ गाइस कता गएको यहाँनिर चाहिँ शाखा दवाको आज सेलिब्रेट हुँदै रहेछ होइन यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ गुम्बा रहेछ हो तर त्यही हो फिलहाल चाहिँ भित्र जान सक्दिनँ किनकि हामीलाई पनि ढिलो भइरहेको छ हो यहाँ देख्न सक्नुहुन्छ गुम्बा रहेछ एकदम दामी छ जग्गा चाहिँ एकदम सेटिस लाग्थ्यो मलाई जग्गा हो मजाको सो त्यही हो गाइस हामी जाँदैछौँ किप वाचिङ भ्लग गाइस हो त्यही हो ट्याक्कसँगले यहाँनिर 2-3 जना चाहिँ अगाडि छ हो हामी पछाडि चाहिँ म आज्ञा सो त्यही हो गाइस हामी जाँदैछौँ गरम एकदमै बेसी बढिसकेको छौँ होइन र अहिले हामी आइपुगेको छौँ चेकपोस्ट टक्कसँगले आइपुगेको छौँ हो यहाँ देख्न सक्नुहुन्छ दोस्त औ दोस्त दोस्त औ दोस्त डब्लुबी छिर्देऊ त तिमी ऊ डब्लुबी फर्स्ट ऊ चाहिँ उताकै हो डब्लुबीको हो उसको गाउँ अब न्यु खोज्छ होला है हामीलाई सो हामी हाम्रो गाउँमा छ हो सिक्किममा छौँ अब पडोसी उयसमा जाँदैछौँ पुरा भोक पनि लाग्यो ठोट्ने खाने जानु पर्यो सो गाइस त्यही हो तपाईँहरूलाई देखाउन चाहन्छु यहाँनिर सो गाइस वी आर हियर रमिता भ्यू पोइन्ट हो कहाँनिर रहेछ भन्दाखेरि चाहिँ तपाईँहरूलाई म देखाउँछु यहाँनिर छ थाक्दैछ उसलाई पनि याद आएको अरे पछि भने चाहिँ पुग्नै आँट्यो होइन चाहिँ यहाँदेखि त्यस्तै 15 मिनटहरू जस्तो लाग्ने रहेछ सो अहिले चाहिँ एकदम माथि आइपुगेछ हामी हो निकै थाक्यो पनि सो जुगाहरू पनि लाग्दो रहेछ यहाँनिर होइन जग्गा चाहिँ एकदम दामी रहेछ तल रिनकहरूभन्दा धेरै जाडो पनि रहेछ हो सो हामी जाँदैछौँ तपाईँहरूलाई म अब एकैचोटि माथि लेकमा पुगेर देखाउने छु हो सो किप वाचिङ गाइस र एकदमै थाकिसकेको छौँ हामी तर पनि त्यही हो राम्रो जग्गामा जानु लागि अलिकति दुःख त गर्नै पर्छ होइन सो हामी जाँदैछौँ यहाँ चाहिँ अरू जाँदैछ हामी चाहिँ आइसकेको छौँ यहाँनिर चाहिँ टिकट काट्नु पर्ने रहेछ होइन एन्ट्री फी एकजनाको चाहिँ 20 रुपिस पर्दो रहेछ हो सो तिमी जाऊ आउँदैन मलाई छैन नि सो हामी चाहिँ पसिसकेको छौँ हो देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम यहाँ अघि छ हो आगालाई चाहिँ आइएलटीले इरी भइदिरहेछ एलडी आइदिरहेछ होइन यो चाहिँ पोखरीमा चढाउने हो बहिनी ठिकै छ नि यस्तो रहेछ ओ बहिनी बहिनी होला बहिनीले त के उडाउँदैछ गाइड पनि पाउँछ गाइड एकजना गाइड हानिदिएको छ हामीलाई हो सो गाइस तपाईँहरूलाई डाइरेक्ट उयो गएर देखाउँछु हो ठिक छ नि ठिक हो बा सुतुनीहरू अरू भन्दा पनि पानी चाहिँ पऱ्यो होइन पानी परेकोले गर्दाखेरि चाहिँ हामी झन्डै आधी घन्टा जस्तो चाहिँ त्यहाँ बसेको निन्द्रा लागेर हो सो गाइस त्यो अब पुग्ने बेलामा चाहिँ यस्तो रहेछ हो के भन्दा चाहिँ यहाँ लजहरू बनिँदै रहेछ यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ फुस्रे डब्लुबी होइन सो यो चाहिँ कहाँ चढाउने अरे
यो चाहिँ लेकमा होइन कहाँ हो सो अब चाहिँ हामी लेकतर्फ लाग्दैछौँ फाइनली हो अब चाहिँ एकदमै नजिक छ हो यताबाट हो दोस्त सो बाटो चाहिँ यस्तो छ हो यहाँनिर जाऊ 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 हिँड 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 सो हामी जाँदैछौँ सो गाइस हामी पुगिसकेको छौँ हो देख्न सक्नुहुन्छ सो गाइस देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो छ हो ग्रिन कलरको ट्याक्टरसँगले खोइ ल्याउड्यो सो तपाईँहरूलाई म अलिक पर देखाउँछु है त यसको मेन पोइन्ट चाहिँ यस्तो छ है अब त सक्दैन नि सो आमा लेक त उतै पो रहेछ क्या देख्न सक्नुहुन्छ तपाईँहरूले होइन फाइनल्ली हामी आइपुगेको छौँ लेक देख्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो छ होइन ए टक्कसँगले यहाँनिर अब हामी उता जानेछौँ हो ठ्याप्प लाएर अन्त त्यही हो आग्यास जानुहोस् होला तपाईँहरू सो हामी जाँदैछौँ यता हो त्यही हो अब म पनि जाँदैछु एकदम दामी रहेछ होइन अलिकति पानीले गर्दाखेरि चाहिँ अलिकति के भन्नु त्यसलाई अलिकति हरेस भयो तर केही छैन होइन गाइस त्यही हो हेर्नु सक्नुहुन्छ तपाईँहरूले हो यहाँनिर चाहिँ यस्तो लुकेको जग्गामा रहेछ यो चाहिँ वेस्ट बेङ्गालमा थियो जसलाई चाहिँ फुस्रे भनिन्छ र मुडखर्का लेक भनिन्छ हो हेर्नु सक्नुहुन्छ यस्तो छ अन्त त्यसको पछाडि चाहिँ स्याटै मजाको छ देख्नु सक्नुहुन्छ ऊ माथि आगे आउँदैछ यहाँ माथि हो सो त्यही हो गाइस र अब चाहिँ हामी 3 बजिसकेको छ होइन र अब चाहिँ हामी यहाँदेखि हिँडेन भने चाहिँ एकदम हामीलाई चाहिँ साह्रो पर्नेछ बेलुका जानु होइन चार्जहरू पनि सकिन आँट्यो सो त्यही हो तपाईँहरूलाई म फाइनल यहाँको के भन्नु जग्गा देखाउने छु सो हेर्नुहोस् यहाँनिर देख्नु सक्नुहुन्छ तपाईँहरूले ट्याक्कसँगले राम्रो छ एकदम दामी छ बहिनी यहाँनिर जुत्तामा खुट्टा टक्क जुत्तामा खुट्टा रे यहाँनिर आगे आउँदैछ हो सो त्यही हो गाइस किप वाचिङ होइन त्यही हो भिडियो आजको लागि भिडियो यति नै बनाउन चाहन्छु होइन सो आगे केही भनिदिनु छ आजको लागि जाँदैछु म भन न गएँ है म मजा आयो यस्तो दामी दिनमा आज पहिला चाहिँ पानी पुरा पर्यो होइन पानी पुरा पर्यो बस्यो 1 घन्टा कति घन्टा बस्यो हामी 1 घन्टा त बसेनौँ डेढ घन्टा भरे आधी घन्टा जस्तो चाहिँ बस्यो आधी घन्टा अलिक बेसी बस्यो सो तर दामी भयो अहिले दामी भइरहेको छ दामी दिन भयो पानी पर्दै थियो तर हामीले इच्छा गर्यो मनले चाहेर आयो पानी पनि रह्यो सो गाइस त्यही हो होइन र आजको लागि चाहिँ भिडियो यति नै थियो होइन रनहरू चाहिँ तल छ होइन ऊ तल भ्यू दामी रहेछ हेर्दैछ सो किप वाचिङ गाइस किप सपोर्टिङ होइन र आजको लागि चाहिँ भिडियो यति नै थियो अन्त बाई बाई ए आरिटारको